कहानीको सुरुवात एक अन्डरग्राउन्ड लिफ्टमा फसेको एक केटाबाट हुन्छ जसको स्मृति पूर्ण रूपमा हराइसकेको छ। अचानक उसले लिफ्टमा रहेको एक बक्साबाट केही आवाज सुन्छ र जब उसले ध्यानपूर्वक हेर्छ तब त्यो बक्सामा एक सुँगुर देखिन्छ। त्यो केटाले केही पनि बुझिरहेको थिएन र केही समयपछि जब लिफ्ट सतहमा पुग्छ तब उसको स्वागत त्यहाँ उपस्थित धेरै केटाहरूले गर्छन्। लिफ्ट रोकिने बित्तिकै ग्याली नामको एक केटाले उसको हात समातेर उसलाई बाहिर निकाल्छ र बाहिर आउने बित्तिकै उसले पूर्ण गतिमा भाग्न सुरु गर्यो। केही दूरीसम्म भागेपछि उसले महसुस गर्छ कि त्यो ठाउँ चारैतिर ठूला ठूला पर्खालहरूले बन्द छ र तिनीहरूसँग त्यहाँबाट निस्कने कुनै बाटो छैन। तब त्यो केटालाई एक पिञ्जरामा राखिदिन्छ। त्यसपछि त्यहाँको नेता एल्बीले उसँग केही प्रश्नहरू गर्छन्। जवाफमा केटाले भन्छ कि उसलाई केही पनि याद छैन। यसमा एल्बीले उसलाई सम्झाउँछन् कि यो धेरै साधारण कुरा हो। त्यो ठाउँमा उपस्थित कुनै पनि केटालाई आफ्नो नाम बाहेक केही पनि याद थिएन र तिनीहरूलाई आफ्नो नाम पनि त्यहाँ आएको 1-2 दिनपछि मात्र याद आएको थियो। जब त्यो केटाले फेरि भाग्ने प्रयास नगर्ने बाचा गर्यो तब जाकर एल्बीले उसलाई मुक्त गर्छन्। त्यसपछि एल्बीले त्यो केटालाई एक भ्रमणमा लग्छन् जसको क्रममा उनले उसलाई बताए कि ती सबै केटाहरू त्यहीँ बस्छन् र जीवन बचाउनका लागि आवश्यक सबै काम आफै गर्छन्, जस्तै घर बनाउने, शिकार गर्ने, खेती गर्ने र अन्य काम। यसबाहेक यदि तिनीहरूलाई केही आवश्यकता पर्छ भने तिनीहरूले लिफ्टको माध्यमबाट मगाउँथे, जसको नाम तिनीहरूले बक्स राखेका थिए। हरेक महिना बक्सको माध्यमबाट तिनीहरूका लागि नयाँ आपूर्ति र एक नयाँ केटा पठाइन्थ्यो र तिनीहरूमध्ये कसैलाई पनि थाहा थिएन कि आखिर तिनीहरूलाई त्यहाँ कसले र किन पठायो। तब त्यो केटाको नजर पर्खालमा बनेको एक अनौठो ढोकामा पर्छ जसको पछि एल्बीले उसलाई त्यहाँका 3 महत्त्वपूर्ण नियमहरूबारे बताए। आफ्नो काम आफै गर्नु, कसैलाई नोक्सान नपुर्याउने र त्यो ढोकामा गल्तीले पनि नजाने। अब एल्बी त्यहाँबाट जान्छन् र चक नामको एक केटा त्यो नयाँ केटाको साथ दिन आउँछ। तर नयाँ केटाको नजर मात्र त्यो ढोकामा अडिएको थियो र उसलाई त्यो ढोकाको पछाडि लुकेको राजबारे जान्न मन थियो। त्यसै बेला उसको नजर त्यो ढोकाबाट निस्किरहेका बेन र मिन्होमा पर्छ, जसलाई देखेर ऊ धेरै अचम्ममा पर्छ किनभने एल्बीको अनुसार त्यो ढोकामा जान मनाही थियो। तब चकले उसलाई भन्छ कि मात्र केही केटाहरू त्यो ढोकामा जान सक्थे, जसलाई तिनीहरू रनर्सहरू भन्थे। साथै उसले भन्यो कि त्यो ढोकाको पछाडि असलमा एक भुलभुलैया छ। यो सुनेर त्यो नयाँ केटा धेरै उत्सुक हुन्छ र आफ्नो बढ्दो रुचिको कारण ऊ त्यो ढोकालाई नजिकबाट हेर्न जान्छ। तर त्यसै बेला ग्यालीले उसलाई रोक्न जोडले धक्का दिएर तल छारिदिन्छ, जसबाट केटालाई धेरै रिस उठ्छ र उसले सबै मास चिच्याउन थाल्छ। तर त्यसै बेला अचानक त्यो ढोका बन्द हुन्छ। त्यही रात सबै केटाहरूले नयाँ सदस्य आएको खुसीमा एक पार्टीको आयोजना गर्छन्, जस दौरान न्यूट नामको एक केटाले उसलाई भन्छ कि असलमा हरेक दिन केही रनर्सहरू सूर्य उदाउँदै त्यो ढोकाबाट भुलभुलैयाको नक्सा बनाउन जान्थे र पछिल्लो 3 वर्षदेखि तिनीहरू बाहिर निस्कने बाटो खोजिरहेका थिए। तर अहिलेसम्म तिनीहरूलाई कुनै सफलता मिलेको थिएन। सबै रनर्सहरूलाई रात हुनुभन्दा पहिले त्यहाँबाट बाहिर निस्कनु पर्थ्यो र यदि कसैले त्यसो गर्न सक्दैनथ्यो भने मजबुरीमा उसलाई आफ्नो रात त्यही भुलभुलैयामा बिताउनु पर्थ्यो। आजसम्म एक पनि मानिस त्यहाँबाट रातपछि जीवित फर्केर आएको थिएन किनभने त्यो भुलभुलैयामा ग्रीवज नामका राक्षसहरू मौजुद थिए। अब त्यो केटा कुनै पनि अवस्थामा एक रनर बन्न चाहन्थ्यो, जसमा न्यूटले उसलाई बतायो कि रनर विशेष व्यक्तिहरूलाई तिनीहरूको क्षमता हेरेर मात्र बनाइन्थ्यो। तब अचानक नयाँ केटालाई एक धक्का लाग्छ र यो धक्का ग्याली र उसको साथीबाट अनजानमा लाग्छ, जो त्यसबेला एक आपसमा कुस्ती गरिरहेका थिए। तब ग्यालीले उस नयाँ केटालाई एक रेस्लिङ म्याचको लागि बोलाउँछ, जसमा तिनीहरूले एक अर्कालाई सर्कल बाहिर फाल्नु पर्थ्यो। जो अर्कोलाई पहिले फाल्छ ऊ जित्छ। यसको लागि त्यो नयाँ केटा पनि तुरुन्त तयार हुन्छ। म्याच सुरु हुँदै ग्यालीले आफ्नो क्षमता देखाउन सुरु गर्छ। यति बेला त्यो नयाँ केटा आफ्नो पूरा जोड लगाइरहेको थियो, तर तब ग्यालीले उसको खुट्टामा लात हानेर उसलाई तल झारिदिन्छ, जसको कारण उसको टाउको धेरै चाँडो जमिनमा ठोकिन्छ। तर भाग्यवश यस झट्काको कारण नयाँ केटालाई आफ्नो वास्तविक नाम थोमस याद आउँछ। त्यही रात थोमसले आफ्नो सपनामा केही अनौठो देख्छ, जसमा कहिले ऊ भागिरहेको थियो त कहिले ऊ एक ल्याबमा थियो र बीचबीचमा एक महिला बारम्बार भन्दै थिइन् कि विकेड इज गुड। अर्को दिन एल्बीले थोमसलाई पर्खालको नजिकै लग्छन्, जहाँ सबै केटाहरूका नामहरू लेखिएका थिए। तर थोमसको नजर काटिएका केही नामहरूमा पर्छ।
जसमा एल्बीले उसलाई बताए कि यी ती केटाहरू हुन् जो अब तिनीहरूको बीचमा छैनन्, अर्थात् जो मरेका छन्। केही समयपछि थोमस जंगलबाट केही सामान लिन जान्छ, जहाँ उसले रुखहरूमा झुन्डिएका केही कंकालहरू देख्छ। तर त्यहाँ उसको भेट बेनसँग हुन्छ, जो त्यसबेला धेरै अनौठो व्यवहार गरिरहेको थियो। त्यसपछि के थोमसले केही बुझ्न पाउँथे, बेनले अचानक नै उसमा हमला गर्छ। यसबाट बस्नका लागि थोमसले पहिले उसको टाउकामा एक कंकालले हान्यो र त्यसपछि चाँडो मद्दतको गुहार लगाउँदै भाग्न थाल्यो। बेनले लगातार उसलाई पछ्याउँदै थियो, तर भाग्यवश थोमसले समयमै फर्केर बस्तीमा पुग्छ, जहाँ बेनलाई रोक्नका लागि न्यूटले उसको टाउकोमा जोडले प्रहार गर्यो। यसपछि तिनीहरू सबैले बेनलाई कैद गर्दै उसको पेटको जाँच गरे, जहाँ तिनीहरूले धेरै अनौठो देखिने चोट भेटे। यो देखेपछि तिनीहरूले बेनलाई एक पिन्जरामा राखिदिए। त्यसपछि एल्बीले थोमसलाई बताए कि असलमा बेन एक धेरै विशेष प्रक्रियाबाट गुज्रिरहेको थियो, जसलाई चेन्जिङ भनिन्थ्यो, र यो भुलभुलैयाभित्र मौजुद ग्रीवर नामका राक्षसहरूको डङ्कको कारण हुन्थ्यो। तर आज सूर्यको किरणमा यो पहिलो पटक भएको थियो। बेनको बिग्रन्दो अवस्थालाई देखेर तिनीहरू सबैले धोका बन्द हुनुभन्दा ठिक पहिले उसलाई भुलभुलैयामा राखिदिए। त्यही रात थोमसलाई दोस्रो पटक सपना आउँछ, जसमा उसले एक महिलालाई त्यही ल्याबमा देख्छ, र यसको साथै उसको सपनामा एक केटी पनि थिइन् जो एक्सपेरिमेन्टमा उसको साथमा थिइन्। अर्को दिन थोमसले देख्यो कि एल्बीको अनुपस्थितिमा पनि मिन्हो त्यो ढोकाभित्र गएको थियो, जसमा न्यूटले उसलाई बतायो कि असलमा आज पनि बेनको खुट्टाको निशानहरूका माध्यमबाट यो पत्ता लगाउन गएको थियो कि आखिर उसलाई यस्तो कहाँ भयो। साथै उसले भन्यो कि ऊ जुन ठाउँमा सबैभन्दा पहिले आएको थियो र त्यो लिफ्टबाट अन्य केटाहरू आउनुभन्दा पहिले उसले पुरा 1 महिना त्यही एक्लै बिताएको थियो। त्यही रात सबै मानिसहरू चिन्तामा थिए, किनभने एल्बी र बाँकी रनर्सहरू अहिलेसम्म फर्केका थिएनन्। त्यसैले तिनीहरू सबैजना धोकामा उभिएर तिनीहरूको प्रतीक्षा गरिरहेका थिए, र तिनीहरूको नजर मिन्होमा पर्छ, जसले घाइते भइसकेको एल्बीलाई आफ्नो काँधमा उठाएको थियो। यसभन्दा पहिले कि ऊ त्यसतर्फ आउँथे, ढोका बन्द हुन थाल्यो, र यो देखेर सबै मानिसहरू धेरै आत्तिन्छन्। तर थोमसले तिनीहरूलाई बचाउनका लागि केही नसोचिकन भुलभुलैयामा छिर्छ, र उसको भित्र जाँदा त्यो दरवाजा बन्द हुन्छ। भित्र पुगेपछि जब थोमसले एल्बीलाई देख्यो, र उसले तुरुन्तै बुझ्यो कि एल्बीलाई पनि डङ्क मारिएको छ, जसको कारण मिन्होले उसलाई बेहोस पार्नु पर्यो। तत्काल उनीहरूले ग्रीवरहरू आउने आवाज सुन्न थाले, तर थोमस कुनै पनि हालतमा एल्बीलाई बचाउन चाहन्थ्यो। तर मिन्होले भने कि यो हुनै सक्दैन, जसलाई एकपटक डङ्क मारिन्छ त्यो कामबाट गयो। तत्काल थोमसको नजर पर्खालमा उम्रेका केही बोट बिरुवामा पर्यो, र उसले मिन्होको मद्दतले एल्बीलाई ती बोट बिरुवाहरूको बीचमा झुन्ड्याइदियो। उनीहरूले यसमा काम गरिरहेको बेलामा एउटा ग्रीवर उनीहरूको धेरै नजिक आइपुग्यो। यसलाई देखेपछि मिन्हो त्यहाँबाट भाग्यो, तर थोमसले बोट बिरुवाहरूको पछाडि लुक्नु अघि एल्बीलाई कसै प्रकार झुन्ड्याइदियो, जसको कारण उसको नजर न त एल्बीमा पर्यो र न त थोमसमा। तर यसै बीचमा थोमसले महसुस गर्यो कि यो कुनै वास्तविक राक्षस होइन, बरु यो किसिमको मेसिन हो जसलाई राक्षसको रूप दिइएको थियो, एक प्रकारको रोबोट। ग्रीवर त्यहाँबाट जाने बित्तिकै थोमस दोस्रो पटक आफ्नो काममा लाग्छ, तर त्यसै बेला उसले आफ्नो काँधमा केही अनौठो महसुस गर्छ, र जब उसले माथि हेर्यो उसको अगाडि एक ग्रीवर थियो। त्यसले तुरन्तै थोमसलाई पछ्याउन सुरु गर्यो। थोमस आफ्नो ज्यान बचाउनको लागि पूर्ण गतिमा भागिरहेको थियो, तर ऊ यो कुरा राम्ररी जान्दथ्यो कि ऊ यसरी त बस्न सक्दैन। यसैले उसले आफ्नो दिमागको प्रयोग गर्दै पर्खालमा उम्रेका झाडीहरूमा छलाङ लगाउँछ, र जब ग्रीवरले उसलाई पछ्याउने त्यहाँ उफ्रियो त उसको लामा लामा नङहरू तिनीहरूमा फस्छन्, जसको कारण थोमसलाई अलिकति समय मिल्छ, र तब मिन्हो पनि त्यहाँ पुग्छ। तब थोमसको ध्यान बन्द हुँदै गरेका पर्खालहरूमा पर्छ, र यसैको फाइदा उठाउँदै ऊ ग्रीवरलाई यस्तो ठाउँमा लग्छ जहाँका पर्खालहरू चाँडो बन्द हुँदै थिए। आफ्नो ठूलो शरीरको कारण त्यो ग्रीवर पर्खालको बीचमा नै कुचलिन्छ। अर्को बिहान सबै मानिसहरू यो देखेर हैरान थिए कि थोमस र मिन्होले पूरे रात भुलभुलैयामा बिताएर पनि एल्बीलाई जीवित फर्काएका छन्, जसको पछि मिन्होले तिनीहरूलाई भन्यो कि थोमसको प्लानको कारणले नै तिनीहरूले एक ग्रीवरलाई मार्नमा सफल भएका हुन्। केही समयपछि सबैजना मिलेर एक बैठक गरे, जहाँ ग्यालीले थोमसलाई नियम भङ्ग गरेकाले सजाय दिन चाहन्थ्यो, तर त्यही नियमहरूको अनुसार तिनीहरूले थोमसलाई एक रनर बनाइदिनु पर्ने थियो, किनभने ऊ धेरै प्रतिभाशाली थियो। उसको सुझावमा ग्यालीलाई छोडेर सबै मानिसहरू सहमत थिए, तर तब तिनीहरूले लिफ्टको माथि आउने आवाज सुन्छन्, जो कि यति चाँडो आउनु हुँदैन थियो।
तब ती मानिसहरू त्यहाँ पुगे। तब तिनीहरूले लिफ्टमा एक केटी देखे जसलाई देखेर थोमसले उसलाई चिन्यो, किनभने ऊ वही केटी थिइन् जसलाई उसले सपनामा देखेको थियो। त्यो केटीको साथमा एक नोट पनि थियो जसमा लेखिएको थियो कि ऊ त्यहाँ आउने अन्तिम सदस्य हो। तब अचानक त्यो केटी होसमा आउँछिन् र उसले थोमसलाई उसको नामले बोलाउँछिन् र तुरुन्तै ऊ फेरि बेहोस हुन्छन्। त्यो केटीलाई एक हटमा पठाएपछि थोमसको भनाइ थियो कि ऊ दोस्रो पटक त्यो भुलभुलायामा जान चाहन्छ, किनभने उसले अहिलेसम्म आफ्ना प्रश्नहरूको जवाफ भेटाएको थिएन। यसैले मिन्होले थोमसको साथ जानको लागि 3 अतिरिक्त रनरहरूलाई तयार गर्यो र जब ती मानिसहरू भुलभुलायाभित्र पुगे त तिनीहरूले त्यहाँ एक मरेको ग्रिबर देखे। उसको खुट्टा काटेपछि तिनीहरूले एक अनौठो देखिने डिभाइस पाए जसलाई तिनीहरूले आफ्नो साथमा लिए। बस्तीमा फर्केर तिनीहरूले त्यो डिभाइसको जाँच गर्न थाले, जसबाट तिनीहरूले डिभाइसमा विकेड नाम लेखिएको पाए, जुन त्यो बक्समा आउने सामानमा पनि लेखिएको हुन्थ्यो। यसको मतलब एकदम स्पष्ट थियो कि जो पनि ती मानिसहरूलाई सामान पठाउँथ्यो उसैले ग्रिभर्सलाई पनि बनाएको थियो। थोमस अहिलेसम्म त्यो डिभाइसको जाँचमा लागिरहेको थियो र त्यही ग्यालीको विश्वास थियो कि उसले यति धेरै नियम भङ्ग गरेका कारण सजाय दिनु पर्थ्यो। त्यही न्युटको विश्वास थियो कि थोमसले एक अर्को रात भुलभुलैयामा बिताउनु पर्थ्यो जसपछि उसलाई सही रूपमा रनर घोषित गरिदिने थियो। यसपछि न्युटले थोमसलाई एक हटमा लग्छ जहाँ उसले भुलभुलैयाको एक पूरा नक्सा बनाएको थियो। यसमा 8 अलग-अलग सेक्सनहरू बनेका थिए र उसको अनुसार भुलभुलैयाले हरेक दिन एक नयाँ सेक्सन खुल्थ्यो र त्यहाँ सबै कुरा एक विशेष प्याटर्नबाट मात्र चल्थ्यो। तब थोमसको नजर त्यो डिभाइसमा लेखिएको 7 नम्बरमा पर्छ, जसबाट उसले हिसाब लगायो कि त्यो ग्रिबर त्यही सेक्सनबाट आएको हुनेछ। त्यही बेला त्यो केटी पनि होसमा आउँछिन्, जसको पछि उसले एक हटमा चढेर बाँकी सबैको माथि सामान फाल्न थालिन् र जब उसले थोमसलाई त्यहाँ देख्छिन् तब उसले सामान फाल्न रोकिन्। जसको पछि थोमसले त्यो केटीसँग कुरा गर्नको लागि माथि गयो, तर टेरेसालाई आफ्नो नाम टेरेसा बाहेक केही पनि याद थिएन र उसले थोमसको नाम निन्द्रामा रुँदै लिएको भए पनि तर वास्तवमा त उसलाई पनि चिन्दिन्थिन्। तर केही समयसम्म कुरा गरेपछि टेरेसाले उसलाई सबै कुरा बताइन् र सबै थोमसको सपनासँग मेल खान्दो थियो। तब टेरेसाले आफ्नो गोजीबाट 2 नीलो रङका बोतल निकालिन् जसको माथि त्यही विकेड लेखिएको थियो। थोमसलाई याद थियो कि उसले आफ्नो सपनामा सुनेको थियो विकेड इज गुड र यसैले उसले एल्बीलाई त्यही बोतलको इन्जेक्सन दिने निर्णय गर्यो ताकि ती मानिसहरूले उसलाई ठिक गर्न सकुन्। तर जब ऊ इन्जेक्सन दिनको लागि अगाडि बढ्यो तब एल्बी चिच्याउन थाल्यो, तर मौका पाउँदै टेरेसाले उसलाई इन्जेक्सन लगाइदिन्। यसपछि ग्यालीले त्यो रातको लागि थोमसलाई एक पिन्जरामा राख्यो। अर्को बिहान सूर्य निस्केपछि मिन्हो र थोमस चाँडो भुलभुलैयाभित्र छिर्छन् र मिन्होको मद्दतले तिनीहरू छिटो सेक्सन 7 सम्म पुग्छन्, जो सामान्यतः एक अर्को हप्तासम्म खुल्नु हुँदैन थियो। तर तब तिनीहरूको नजर तिनीहरूका लुगामा पर्छ, जसलाई देखेर तिनीहरू दुवैले हिसाब लगाए कि सायद बेनलाई यहाँसम्म तानेर ल्याएको थियो। ठीक त्यही बेला अचानक त्यो डिभाइसबाट आवाजहरू आउन थाल्छन्, जसलाई सुनेर थोमसलाई लाग्यो कि सायद त्यो तिनीहरूलाई बाटो देखाइरहेको छ। यसैले तिनीहरूले त्यो आवाजलाई पछ्याउन थाले। हरेक सही मोडपछि त्यो आवाज थप तीव्र हुँदै जान्थ्यो र यसै गर्दै गर्दै तिनीहरू यस्तो ठाउँमा पुग्छन् जहाँ मिन्हु कहिले आएको थिएन। त्यो ठाउँमा एक धेरै ठुलो ब्रिज बनेको थियो जसको अन्त्यमा एक पर्खाल थियो। तर जब तिनीहरू त्यो पर्खालको नजिक पुगे तब त्यो डिभाइसले तिनीहरूको बाटो अगाडि एक नयाँ बाटो खोल्यो र अब तिनीहरूको अगाडि एक गुफा थियो। तर जब तिनीहरू गुफाभित्र प्रवेश गरे तब एक लाइटले अचानक तिनीहरू दुवैलाई स्क्यान गर्न थाल्यो र जसको अर्को मिनेटमै अचानक त्यो गुफा बन्द हुन थाल्यो। यो देखेर तिनीहरू दुवै पूर्ण गतिमा भाग्न थाले र जैसे तिनीहरू सेक्सनबाट बाहिर निस्कन लागेका थिए तब अचानक एक पर्खाल तल झर्छ जसबाट तिनीहरू बाल बच्छन्। तिनीहरू आफ्नो पूर्ण गतिमा भागिरहेका थिए र तिनीहरूको आँखाको आँखा सामने नै तिनीहरूको वरपरको भुलभुलैया परिवर्तन हुँदै जाँदै थियो। तर पनि तिनीहरूले कुनै प्रकारले आफूले बचाएर जीवित बाहिर निस्कनमा सफल हुन्छन्। बस्तीमा फर्केर आउँदै तिनीहरूले बाँकी मानिसहरूलाई भने कि तिनीहरूले बाहिर निस्किने बाटो भेटिसकेका छन्। तर ग्याली यस कुराबाट विशेष खुसी थिएन र उसले भन्यो कि यो कुनै चाल पनि हुन सक्छ। यस कुरालाई लिएर थमस र उसको बीच वादविवाद सुरु हुन्छ। तर तब टेरेसाले तिनीहरूलाई एल्बी होसमा आएको खबर दिन्, जसलाई सुन्नासाथ तिनी मानिसहरूले तुरन्तै उसँग भेट्नको लागि पुग्छन्। एल्बीले तिनीहरूलाई भन्छन् कि अब तिनीहरू कहिले बाहिर निस्कन सक्दैनन् र थोमस त सधैँबाट तिनीहरूको मन परेको थियो। त्यसपछि उसले थोमससँग सोध्यो कि आखिर ऊ यहाँ किन आयो।
तर तब तिनीहरूले देखे कि आज भुलभुलैयाको बाटो बन्द हुँदै थिएन, बरु केही नयाँ ढोकाहरू खुलेका थिए। यो देखेर थोमसले एक प्लान बनाउन चाहन्थ्यो, तर अब यसको लागि समय बाँकी थिएन, किनभने ग्रिबर्सहरू धेरै चाँडो तिनीहरूको तर्फ बढिरहेका थिए। यो देखेर सबै मानिसहरू आफ्नो ज्यान बचाउनको लागि भाग्न थाले। तर त्यो बेला पनि तिनीहरूले केही केटाहरूको चिच्याहटको आवाज सुनिरहेका थिए, जसलाई ग्रिबर्सहरूले आफ्नो शिकार बनाइसकेका थिए। त्यही ग्याली र केही केटाहरू बक्सभित्र लुकेका थिए। त्यही थोमस र टेरेसा केही केटाहरू खेतमा लुकेका थिए। तर तब एक ग्रिबरले एक केटालाई आफ्नो पुच्छरले उठायो। त्यो केटाले लगातार आफ्ना बाँकी साथीहरूको नजिक पुग्ने प्रयास गरिरहेको थियो, तर यसै दौरान एक एक गरेर धेरै केटाहरू ग्रिबर्सहरूको शिकार बन्दै गइरहेका थिए। तब एक ग्रिबरले तिनीहरूको बाटो रोक्ने प्रयास गर्यो, जसमा टेरेसाले एक लाम फालेर उसलाई आगो लगाइदिइन्। सबै मानिसहरू आफ्नो पूर्ण गतिमा भागिरहेका थिए, तर तब अचानक एल्बी तल झर्छ। तर ठिक त्यही बेला ग्रिबर पनि तिनीहरूको तर्फ बढिरहेको थियो र उसलाई रोक्नको लागि थोमसले त्यो डिभाइसको साथमा ग्रिबरको सामने गएर उभिन्छ। ठिक त्यही बेला मिन्होले त्यो ग्रिबरमा आक्रमण गर्यो, जसबाट ती मानिसहरूलाई त्यहाँबाट भागेर एक हटमा लुक्न मौका मिल्छ। तर अर्को सेकेन्डमै त्यो राक्षसले छतबाट आक्रमण गरेर एक अर्को केटालाई उठायो, जसको पछि त्यो राक्षसले चकलाई पनि उठाउने प्रयास गर्यो, तर थोमस र उसका साथीहरूले कुनै प्रकारले उसलाई बचाए। तर यसै बीचमा त्यो राक्षसले एल्बीलाई उठायो। यो सबै समाप्त भएपछि जब तिनीहरू सबै बाहिर निस्के त तिनीहरूले देखे कि तिनीहरू बाहेक मात्र ती मानिसहरू बाँकी थिए जो बक्सभित्र लुकेका थिए। बाहिर आउँदै ग्यालीले थोमसलाई हान्न थाल्यो, किनभने उसको मुताबिक यो सबै थोमसको गल्ती थियो। थोमसले अहिलेसम्म आफ्ना प्रश्नहरूको जवाब भेटिएनन् र यसैले उसले ग्रिबरको जहरले भरिएको इन्जेक्सनलाई आफैमा लगाउँछ, जसको तुरुन्त पछि ऊ बेहोस हुन्छ र बेहोसीको अवस्थामा उसलाई दोस्रो पटक त्यही सपना आउँछ जसमा ऊ एक ल्याबमा टेरेसाको साथमा थियो, जहाँ केही केटाहरूमा एक्सपेरिमेन्ट गरिँदै थिए। जब उसलाई दोस्रो पटक होस आउँछ तब मात्र टेरेसा उसको साथमा थिइन् र तब केही केटाहरूले उसलाई भने कि उसको अनुपस्थितिमा ग्यालीले सबै कुरा आफ्नो नियन्त्रणमा लिएको थियो र साथै उसले सबैलाई यो विश्वास दिलाइसकेको थियो कि सबै गल्ती थोमसकै नै हो। र उनीहरूको यो कुरा सुनेर थोमसले आफ्नो गल्ती स्वीकार गर्यो, जसको पछि उसले सबैलाई भन्यो कि असलमा ती मानिसहरू कुनै भुलभुलैयामा छैनन्, बरु यो त एक टेस्ट हो जसलाई पार गरेर तिनीहरू बाहिर निस्कनु पर्छ र यो सबै विकेड नामक एउटा कम्पनीले आफ्नो एक्सपेरिमेन्टको लागि गरिरहेको छ। साथै थोमस र टेरेसा पनि एक समयमा विकेडको लागि काम गर्थे। केही समयपछि थोमस र टेरेसालाई ग्यालीको नजिक लगियो, जो पर्खालमा लेखिएका नामहरूमा काँटा लगाइरहेको थियो। अब ग्यालीले थोमस र टेरेसालाई फिर्ता भुलभुलैयामा पठाउन चाहन्थ्यो, तर तिनीहरू मध्येका केही केटाहरूलाई लागिरहेको थियो कि सायद थोमसलाई साँच्चीकै बाहिर निस्कने बाटो थाहा छ। यसै अवसरको फाइदा उठाउँदै थोमसले आफूलाई गार्ड्सको कैदबाट मुक्त गरायो र यति बेला मिन्होले आफ्नो ब्लेड ग्यालीको माथि तान्यो। यसपछि थोमसले घोषणा गर्यो कि अब ऊ र उसका साथीहरू सधैँको लागि यहाँबाट जाँदैछन् र यदि कसै तिनीहरूको साथ आउन चाहन्छ भने ऊ आउन सक्छ। ग्यालीलाई लागिरहेको थियो कि कुनै पागल मात्र उसको साथ जानेछन्, तर अर्को सेकेन्डमै सारा केटाहरू उसको साथ जानको लागि तयार हुन्छन्। धेरै समयसम्म भुलभुलैयामा भागेपछि अन्ततः ती मानिसहरू सेक्सन 7 को ढोकाको बाहिर पुग्छन्, जहाँ तिनीहरूको सामना एक अर्को ग्रिबरसँग हुन्छ। यस लडाईँमा तिनीहरूले ठूलो चालाखीले त्यो राक्षसमाथि आक्रमण गरे, तर यसको बावजुद पनि केही केटाहरू खल्डो झर्छन्। तब टेरेसाले त्यो राक्षसमाथि आक्रमण गर्दै गल्तीले डिभाइसलाई खल्डोतर्फ फालिदिन् र जसरी चकले उसलाई उठाउन गयो तब उसको नजर एक अर्को ग्रिबरमा पर्छ जो माथितर्फ आइरहेको थियो। तब चकले यसबारेमा सबैलाई भन्यो र तिनीहरूले त्यो राक्षसलाई आफ्नो पूर्ण ज्यान लगाएर फिर्ता खल्डोमा फालिदिए र तब 2 अतिरिक्त ग्रिबर्सहरू त्यहाँ पुग्छन्, जसको कारण तिनीहरू मध्येका धेरै केटाहरू मारिन्छन्। तर त्यही अर्कोतर्फ टेरेसा र चकले डिभाइसको मद्दतले त्यो ढोका खोलिदिए, जसपछि अब तिनीहरूको अगाडि एक अर्को ढोका थियो जसलाई खोल्नको लागि तिनीहरूलाई 8 डिजिटको कोड चाहिन्थ्यो। जब थोमसलाई यसबारेमा थाहा भयो तब उसको विश्वास थियो कि यो कोड अवश्य भुलभुलैयाका सेक्सनहरूको सिक्वेन्सबाट बनेको हुनेछ। जसपछि मिन्होले तिनीहरूलाई सिक्वेन्स बताउन थाल्यो, तर यसभन्दा पहिले कि ऊ पूरा सिक्वेन्स भन्न सक्थ्यो तब एक ग्रिबरले उसमाथि आक्रमण। यो देखेर एक अर्को केटाले राक्षसको ध्यान विचलित गर्नको लागि उसको माथि उफ्रेर चढ्यो, जसको कारण मिन्होको ज्यान बच्छ र तब मिन्होले पूरा सिक्वेन्स भन्यो त त्यो ढोका खुल्छ, जसको तुरुन्त पछि भुलभुलैयाका सबै पर्खालहरू बन्द हुन थाल्छन्। यसपछि त्यो ढोकालाई पार गरेर तिनीहरू एक टनलमा पुग्छन् जो धेरै फ्युचरिस्टिक थियो, लाइटले भरिएको र आधुनिक देखिने। यस टनललाई पार गर्दै तिनीहरू एक ल्याबमा पुग्छन् जहाँ धेरै वैज्ञानिकहरू र गार्ड्सहरूका लासहरू थिए।
त्यही ल्याबको मुख्य पक्षमा धेरै क्यामेराहरू लगाइएका थिए, जसलाई देखेर तिनीहरूले तुरुन्तै बुझे कि ती वैज्ञानिकहरूले 24 घण्टा तिनीहरूमाथि नजर राखेका थिए। जब थोमसले एक बटन थिच्यो तब तिनीहरूको अगाडि एक भिडियो चल्छ जसमा वही महिला थिइन् जसलाई थोमसले आफ्नो सपनामा देखेको थियो। असलमा उस महिलाको नाम डाक्टर एवा पेज थियो, जो कि विकेटको निर्देशक पनि थिइन्। यस भिडियोमा एवाले तिनीहरूलाई बताएकी थिइन् कि असलमा धेरै वर्ष पहिले सूर्यले पृथ्वीलाई पूर्ण रूपमा सुकाइदिएको थियो, जसको कारण मानिसहरू पृथ्वीमा बस्नु असम्भव भइसकेको थियो र त्यसपछि यसको केही समयपछि फ्लेयर नामक एक भाइरस सम्पूर्ण पृथ्वीमा फैलिएको थियो। यो जानलेवा भाइरस थियो, तर त्यसपछि बिस्तारै समयको साथ नयाँ पुस्ताको भित्र यस भाइरससँग लड्ने शक्ति आइसकेको थियो र यसै कुराको बारेमा रिसर्च गर्नको लागि तिनीहरूलाई यस एक्सपेरिमेन्टमा राखिएको थियो। यो पूरा सन्देश दिँदा एभा पनि मारिन्छिन्। सबै मानिसहरूले यो सबै बुझिरहेका थिए कि तब ग्याली त्यहाँ पुग्छ र उसलाई देखेर टेरेसाले बुझिन् कि उसलाई डङ्क मारिएको थियो। उसले अचानक तिनीहरूको माथि गोली चलाइदिन् र ठिक त्यही बेला मिन्होले आफ्नो भालाले उसलाई मारिदियो, तर ग्यालीले चलाएको त्यो गोली तबसम्म चकलाई लागिसकेको थियो र उसले मर्नुभन्दा पहिले आफ्नो बनाएको गुड्डा थोमसलाई समात्न दिँदै उसको धन्यवाद गर्यो। ठिक त्यही बेला एक ढोका खुल्छ र त्यसपछि धेरै सैनिकहरूले त्यहाँ आएर तिनीहरूलाई त्यहाँबाट निकालेर एक हेलिकप्टरमा बसाइदिए। त्यही हामीले देख्छौँ कि एभा अहिलेसम्म जीवित थिइन् र उसको अनुसार थोमस तिनीहरूको जालमा पूर्ण रूपमा फसिसकेको थियो र कहानी यही समाप्त हुन्छ।